हेर्नुस् है साथीहरू, मैले चाहिँ यहाँनिर हल्दी यसरी सुकाएको, यो चाहिँ हाम्रै बारीमा फलेको हल्दी हो। मैले आफ्नै हातले रोपेको हल्दी हो। अनि आज चाहिँ मजाले पिसिएको चाहिँ छैन, बादमा मजाले पिस्नेवाला छु। आज मैले यसरी फ्यानको मुनि यसरी सुकाइदिइरहेको छु हल्का। अनि भोलि सन्डे हो, अनि सन्डे चाहिँ म सेवा जानुपर्छ। अन्त घामै लागि पनि म सुकाउनु सक्दिनँ नि त, त्यही भएर यसरी मैले फ्यानमा सुकाएको। मलाई चाहिँ साथीहरू भरसक आफूले युज गर्ने, आफूले खाने कुराहरू चाहिँ आफै नै सकेसम्म, त्यो अब पोसिबल त हुँदैन सबै नै त, तर जति सक्छु त्यति चाहिँ आफै नै उत्पादन गरौँ भन्ने मेरो चाहिँ एक प्रकारको त्यो भावना आउँछ। मलाई चाहिँ के भएको कुनी है, अब आफ्नै घरमा रोपेको हो भने त त्यसमा के युज गरेर फलाएको हो, के कसो हो सबै आफूलाई याद हुन्छ नि त होइन। मतलब अब विषादयुक्त खानेकुरा हुन्छ नि त। बाहिरदेखि त किनेर के 10-20 रुपियाँमा हल्दीनाथे पाइहाल्छ, तर यसरी आफ्नै घरमा आफैले रोपेको चाहिँ अलिकति दुःख गऱ्यो भने त एकदम हेल्दी अर्ग्यानिक खानु पायो नि त भन्ने नि। ल है त साथीहरू, बेसी बकबक नगरिकन आजको भिडियो यतिमा इन्ड गरेँ। ओके, अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। बाई बाई, टाटा।